सो गाइज वेलकम ब्याक टु न्यू भ्लग। स्वागत छ तपाईँहरूलाई जक्सन पायलको भ्लगमा। म त जाँदैछु अहिले चाहिँ म चाहिँ कोरियाको छल्ला नाम्दोको नाजु भन्ने ठाउँमा छु। म चाहिँ अहिले कता जाँदैछु भन्दाखेरि चाहिँ चट्टोसँगले लोटो काट्नु जाँदैछु। किन भन्ने गाइज अब होइन काममा गएको, काममा भन्ने बेसी काम त्यहाँ छैन। ओटीको त कुरै छोडो मेर, अब खाना बस्न आफै हो। अब त्यो बस्दै के अरे होस्टेलमा पनि आफै पैसा तिर्ने हो। हुन त कम्पनी अनुसार हुँदो रहेछ, कुनै कुनै कम्पनीले त खाना बस्न सबै दिँदो रहेछ, तर हाम्रो चाहिँ छैन। खाना बस्न आफै हो गाइज होइन। अनि आज पनि काम गरिँदै थियो, गर्दा गर्दै 5 बजेसम्म हो काम चाहिँ। तर 2 बजे नि जा भन्यो। 2 बजे नि म चाहिँ कामबाट फर्केर पनि आएर पनि चट्टोसँग नुहाएँ होइन। अनि नुहाएपछि अहिले चाहिँ म चाहिँ लोटो काट्नु जाँदैछु गाइज होइन। लोटो काट्नु जाँदैछु। लोटो अरू बेला पनि काट्छु होइन, तर कहिले पनि पर्दैन। तर परेको छैन, आज चाहिँ परोस् भन्ने छ होइन। 6वटा नम्बर टक्कसँग मिलोस् भन्ने छु कि 6वटा नम्बर ठ्याक्कै सिरियली 6वटा नम्बर मिल्यो भने चाहिँ पैसा राम्रो आउने रहेछ। त्यही भएर म जाँदैछु। अब अनि के अरे अर्को दाइ पनि हुनुहुन्छ, उहाँ दाइलाई पनि जाऊँ भनेको, उहाँ दाइ चाहिँ मान्न भएन। म चाहिँ हिँडेँ। दाइ चाहिँ पुरै निराश भएर बसिराख्नु भएको छ कोठामा काम नपाएर। म चाहिँ हिँडेँ जाँदैछु गाइज। यस्तो छ अवस्था चाहिँ, यस्तो छ जक्सन पायलको हालत यस्तो छ होइन। कोरिया कानेर कोरिया 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 भनिन्थ्यो होइन। चट्ट पास भयो, आहा यति खुसी होइन। त्यसपछि स्कुल टेस्ट पास भयो, यति खुसी होइन। त्यसपछि मेडिकलहरू भयो, पास भयो, झनै खुसी। त्यहाँदेखि अनि इस्यु भएन। इस्यु नहुँदा चाहिँ फेरि हल्का टेन्सन हुन्छ कि होइन, मन मर्छ, बिचै पढे जस्तो हुन्छ होइन, हरेक हुन्छ। अनि इस्यु भयो, झन् खुसी। त्यहाँदेखि इस्यु भएर सबै कुरा हुन्छ होइन, ट्रेनिङ सेनिङ हुन्छ। हिँड्ने बेला झन् खुसी, एयरपोर्टमा भिडियो सिडियो होइन, फोटोदेखि लिएर चाहिँ सबै कुराहरू गऱ्यो होइन। हान्यो प्लेनमा चढ्यो, मजा हुन्छ। यहाँ आयो बाबा, त्यो खुसीहरू सबै सकियो कि यहाँ पनि सक्यो। जङ्गलतिर ल्याइदिएछ होइन, कहाँ ल्याइदिएछ काम भक्कु गराइछ। अनि त्यो खुसी त आमा यस्तो हुन्छ भनेको अर्कै भइदियो गाइज होइन। यस्तै छ। सो गाइज म चाहिँ जाँदैछु। त्यही भएर अहिले चाहिँ अब चाहिँ कति भने लाग्छ मलाई 45 मिनट जति गाइज हिँडेर जान 45, आउन 45 त्यति लाग्छ। किनभने अब गाडीहरू छ, अब कस्तो ट्याक्सी चढ्न पैसा छैन, गाडी चढ्न पनि पैसा छैन है। किनभने हामीले कार्ड त्यो के अरे बनाएन। अब ब्याङ्कको कार्ड छ, ब्याङ्कमा 1 रुपियाँ पैसा छैन होइन। अब कसरी चढ्ने? पहिलो कुरा चाहिँ मलाई चाहिँ गाडी चढ्नै आउँदैन। अनि गाडी कसरी चढ्ने भन्ने कुरा पनि थाहा छैन कि गाइज होइन। त्यही भएर हिँड्दै जाने हो, हिँड्दै आउने हो। जाँदैछ यस्तो छ। जक्सन पायल चाहिँ कहाँ छ भन्नु तपाईँलाई सोध्नु भयो होला, यो केटा कहाँ हरायो अनि कोरिया गएको छ, बबाल ठाउँमा गयो होला भन्यो होला। तर तपाईँहरूले त्यस्तो नसोच्नुहोस्, म यस्तो जङ्गलतिर छु है, जङ्गलतिर छु गाइज। ल हेर्नुहोस्, तर जङ्गल जस्तो भयो भने यता चाहिँ धेरै अब विकास छैन, डेभलप भएको ठाउँ हो। त्यही भएर यस्तो छ है। फेरि उदान हैदाङ लामेन आउँदैयो, उदान हैदाङ लामेन फाँच्लुइछ भन्नु पढेको। त्यही भएर हामी चाहिँ हैदाङ बुधबार नि बाटो क्रस गरिन्छ गाइज होइन। बुदाङ हैदाङ लामेन चाहिँ थाचुइछ यो भन्नु अध्ययन गरेको। जाँदैछु गाइज होइन। हो सेतो सेतो हे मायाका मेरो बाटो, झल्को आउँछ नहिँड यो बाटो। सो गाइज म चाहिँ लोटो काटेर अब फर्किसकेँ होइन। तपाईँहरू पनि काट्नु होला, तपाईँहरू पनि काट्नु, सबैजनाले पार्नुपर्छ है, सबैजनाले पार्नुपर्छ, तपाईँहरूले पनि काट्नु होला। धन्यवाद। सो गाइज म जाँदैछु जाँदाखेरि म चाहिँ काटिसकेँ। अब लोटो काटेर म त फर्काउँदैछु है त गाइज।